लामो समय जापान बसेर नेपालबाट जापान फर्किँदा तपाईँको जाइरो कार्डमा प्वाल पर्यो। तपाईँले के गर्नुहुन्छ त्यो अवस्थामा? कारण के होला? के थियो भन्ने कुरा म भन्दैछु र भिडियो लामो हुनसक्छ, अन्त्यसम्म सुन्नुहोला। अन्दाजी 55 वर्षको महिला हुनुहुन्थ्यो। उहाँ चाहिँ डिपेन्डेन्टमा हुनुहुन्थ्यो। उहाँ चाहिँ जापान बसे बसाइ एकदमै लामो भएको र नेपालमा जाने आउने एकदमै गर्नुहुन्थ्यो र उहाँ एक समय चाहिँ कस्तो भयो भने अलिकति लामो समयको लागि उहाँ नेपाल बस्दिनु भयो। भिसा उहाँको 5 वर्षको थियो र पनि उहाँ एकदमै लामो बस्दिनु भयो, नेपाल बस्दिनु भयो र 1 वर्षभन्दा बढी बस्दिनु भयो र नेपालबाट जापान छिर्ने क्रममा जापानको इमिग्रेसनले के भन्यो भने तपाईँ नेपाल 1 वर्षभन्दा बढी बस्नुभएको कारणले गर्दा तपाईँलाई हामी भिसा दिन सक्दैनौँ भनेर लाइसेन्समा प्वाल पारिदियो। त्यसपछि उहाँलाई तत्काल चाहिँ फर्काएन, तर पनि उहाँलाई 1 महिनाको भिसा दियो र तपाईँ जुम्मी गरेर फर्किनुहोस् अनि फेरि आउने वातावरण चाहिँ मिल्न सक्छ भन्ने कुरा भयो र उहाँले पछि डिपेन्डेन्टको भिसा पनि एप्लाई फेरि साइसिन्से गरेर र अनि उहाँ चाहिँ फेरि फिर्ता आउनुभयो। 4-5 महिनापछि भिसा एप्लाई गरेर भिसा आएपछि आउनुभयो। यस्तो केस भएको थियो भनौँ, अस्ति भर्खरै यस्तो अवस्था थियो। यो अरूकै पनि यस्तो अवस्थाहरू छन्। यसको समाधान के छ त नि भनेर मैले खासमा भिडियो चाहिँ समाधानको कुरा चाहिँ गर्दैछु। समाधान चाहिँ तपाईँले यदि तपाईँको भिसा लामो समय छ, 5 वर्ष 3 वर्ष छ भने तपाईँ चाहिँ नेपाल जाँदै गर्दा तपाईँ जापानको इमिग्रेसनमा गएर एउटा रिइन्ट्री पर्मिट हान्नुपर्ने छ। हान्नुभयो भने तपाईँलाई नेपालमा 1 वर्ष 2 वर्ष जति वर्ष तपाईँको भिसा भइन्जेल तपाईँ सजिलै फर्कन सक्नुहुन्छ। त्यस्तो केसमा यदि तपाईँ त्यो गर्नु भएन भने, तपाईँ रिइन्ट्री हान्नु भएन भने नेपालमा कुनै केस कुनै समस्या आएर बस्नुभयो, तपाईँको अब कुनै लगभग म लामै बस्छु ठ्याक्कै 1 महिनै बस्छु भनेर गए पनि पछि कुनै कारणले तपाईँको बुवा आमाको बिरामी भएर, दाजुभाइ बिरामी भएर कुनै केसमा फर्किन एक्सिडेन्ट भएर तपाईँ आउन सक्नु भएन भने तपाईँको त्यो बेलामा चाहिँ एकदमै लाभदायक हुनेछ। त्यसको लागि तपाईँले रिइन्ट्री पर्मिट खासै झन्झटिलो छैन, कुनै पनि पैसा लाग्दैन। तपाईँ यदि तपाईँको चाहिँ जस एयरपोर्टको इमिग्रेसनले चाहिँ 1 वर्षको रिइन्ट्री हान्छ। पहिला 10-15 वर्ष पहिला चाहिँ त्यो पनि हान्थेन, इमिग्रेसनमै गएर रिइन्ट्री हानेरै नेपाल गएर आउनुपर्ने थियो। पछिल्लो समय चाहिँ सजिलो बनाइदिएको छ। 1 वर्षको लागि भने चाहिँ तपाईँले चाहिँ एयरपोर्टकै इमिग्रेसनले चाहिँ छाप हानिदिनेछ नि। 1 वर्षभित्र नेपाल जापान दिनुभयो भने तपाईँलाई कुनै समस्या हुँदैन। तर यदि तपाईँ इनकेस अब केही कारणले 1 वर्षभन्दा 1 दिन पनि ढिलो भयो भने जापान छिर्ने क्रममा तपाईँलाई इमिग्रेसनले छिर्न दिँदैन, जापानको लाइसेन्स प्वाल पारिदिन्छ। तपाईँले त्यही बेलामा म चाहिँ जुम्मी गर्छु, म आइसकेँ, मलाई चाहिँ जुम्मी गर, म फर्किन जसलाई जुम्मी भिसा दिए भन्यो भने दिन्छ। इनकेस त्यस्तो दिएन भने चाहिँ तपाईँले तत्काल उति बेलै फर्किनु पर्ने पनि हुन्छ। तपाईँले केही बोल्न सक्नु भएन, केही भन्न सक्नु भएन भने भाइ त्यस्तो केस पनि हुन्छ। त्यस्तो केसहरू हुने भएको रे तपाईँले यस्तो समस्या नहोस् भनेर मैले यो एकदमै जानकारीमूलक भिडियो बनाएको छु। यसलाई सक्दो सेयर गर्नुहोला र मलाई मेरो च्यानलमा सब्सक्राइब गर्नु भने सब्सक्राइब गर्नुहोस्, या फलो गर्नुभएको छैन भने टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोस् र लाइक गर्न नबिर्सिनुहोला र यस्तै जानकारीमूलक भिडियो अर्कोमा भेटौँला। धन्यवाद।